पछाडि देखिएको घर राजा महेन्द्रको ससुराली घर हो। यो घरमा अब हामी तपाईहरुलाई लाँदैछौँ। कसलाई खोज्न आयो? वेलकम टु रुम्जाटार। हजुर, धेरै टाढा पूर्वी पहाडको एउटा अलौकिक गाउँ रुम्जाटार, जहाँ राजा महेन्द्रको ससुराली घर छ, नेपालकी पहिली गायिका मेलवा देवीको घर छ, अनि मन्त्रद्वारा आकाशबाट पानी पारिदिने साधुको घर छ। त्यही रुम्जाटार घुमाउन लैजाँदैछौँ आज तपाईलाई। मेरो प्यारो मात्र होइन, हाम्रो सबैको प्यारो ओखलढुङ्गामा छौँ हामी। आकाशमा मेघ गर्जँदैछ, वर्षा होला जस्तो मानी हामी चाँडै भाग्दैछौँ। उत्तर दक्षिण सिद्धिचरण हाइवेलाई छोडी ओखलढुङ्गा रुम्जाटार सडक हामी लाग्दैछौँ। हाम्रो सडकले हामीलाई पूर्व दिशा लैजाँदैछ। बजारको होहल्ला कोलाहलबाट बिस्तारै टाढा भाग्दैछ। तलतिर हरियो वन छ, परतिर सानो खोला, काखैमा रमाइलो टार बसेको छ, उत्तरमा अग्ला डाँडा, अनि मास्तिरबाट बादलुको घुम्टोले ढाकेको छ। वरिपरि लहलहाउँदो धान खेती माझ नाङ्लोमा कनिका छरे झैँ छन् घरहरू। रुम्जाटार आइपुग्नुभन्दा पहिलाको माथिल्लो सानीटार हो यो। अब भने हामी सानीटार काटेर अगाडि रुम्जाटारतिर पस्दैछौँ। यो सिधा गोरेटो बाटो हाम्रो दायाँपट्टि एकदमै चौडा रहेको रुम्जाटारको जमिन भूभाग गाउँ छ, र हाम्रो देब्रेपट्टि एकदमै ओह्रालो भिरालो एउटा जमिन छ र तल खोला छ। हामी सिधै सानीटार काटेर रुम्जाटारतर्फ पस्दैछौँ। अगाडि बढ्दै जाँदा एउटा रमाइलो गाउँ ठाउँ आयो र हरियो वन र हरियो खेतबारी भएको खेत आयो। विदेशमा रहेका ओखलढुङ्गा निवासी साथीहरूले बनाइदिएको एउटा ठुलो गेट आयो। त्यो गेटबाट रुम्जाटारतर्फ प्रवेश गरेर हामी सिधै अगाडि बढ्दैछौँ। ओखलढुङ्गाका 7 स्थानीय निकायमध्ये केन्द्र सिद्धिचरण नगरपालिकाको 4 नम्बर वडामा रहेको पहाडी पर्खाल बीच तराईको झल्को दिने, राजाको रोजाई र पर्यटकको खोजाइमा सधैँ पर्ने सुन्दर रुम्जाटार। रुम्जाटारका धेरै आकर्षण मध्ये राजा महेन्द्रको ससुराली घर पनि एक हो। हामीले सोध्दै खोज्दै त्यो घर पत्तो लायौँ र गयौँ। हामी घुम्दै घुम्दै एउटा रातो घरमा आएको छौँ। यो रातो घर हो राजा महेन्द्रको ससुराली घर। ल, यो घरभित्र हामी पस्दैछौँ। भित्र को हुनुहुँदो रहेछ उहाँहरूसँग भेटेर। राजा महेन्द्रका 2 रानीहरू रत्न राज्यलक्ष्मी र इन्द्र राज्यलक्ष्मी भन्दा पहिला यसै घरकी चेली